के को भवन हो यहाँ जसरी हुँदैछ यो मेलको चाहिँ बिरुवाहरू टोटल नस्पति बाहुने हो कि यसलाई सबैलाई के नस्पति बनेको छ के बाहुने हो यो चाहिँ हाम्रो केबल कार आइसकेपछि मेन चाहिँ टपको स्टेसन यही हो केबल कार यहाँबाट यसरी यसरी घुमेर यहाँबाट मान्छे झारेर जाने हो यहाँ झार्ने त्यहाँदेखि यहाँदेखि गएर अनि गेटवालमा जान्छ अनि गेटवालबाट गएर अनि माथि मन्दिरको दर्शन गरेर अनि त्यहाँबाट चाहिँ फर्किने त्यहाँ चाहिँ बेबी पार्कहरू छ त्यहाँ चमेनागिरी बन्दैछ होटल पनि बन्दैछ र अनि अब यसको चाहिँ मेन चाहिँ अब यहाँ साइक्लिङदेखि लिएर अरू कुराहरू पनि जोडेर हुन्छ अब गेटवालमा चाहिँ त्यहाँ स्काई एउटा ऊ पनि छ पुल पनि छ अब यही कुराहरू छ अहिले चाहिँ पहिलो चरणमा सेकेन्ड चरणमा चाहिँ उता 5 स्टार होटल चाहिँ तयार भयो त्यो ठाउँमा उता त्योदेखि अरू ठाउँ भइरहेको छ के छ स्थिति के हो यो बारेमा अलिक ब्रिफिङ गरिदिनु पऱ्यो हजुरले अब ग्रेट वाल भनेपछि अब इटाल अब चाइनाकै भनेर आएको हो तर चाहिँ जुन लागत हो त्यसले गर्दाखेरि काम गर्न बहुत गाह्रो भइरहेछ यहाँ चाहिँ जुन ढुङ्गा कटाइ चाहिँ दिनमा चाहिँ 5-7वटामा ढुङ्गा काट्नु पर्ने यसको चाहिँ जुन प्राइस हो जुन चाहिँ त्यसमा चाहिँ एकदम हामीले काम गर्न साह्रै गाह्रो भएको छ त्यसमा चाहिँ जसमा भिटोला भन्दा भने सिद्धि लगाइसक्यो केही कुरा राखौला भन्दा अब जे पनि अब सिद्धि लागेको छ त्यो हाम्रो आपसमा चाहिँ गर्ने आशयमा छौँ अझ पनि एउटा सहमति गरौँला त्यसको लागि अर्को मिसनरी वाल तयार भइरहेछ यो पनि करिब सिद्धि लागेको छ करिब 70% त्यो पनि सिद्धिसक्यो अब यसमा चाहिँ ग्रेट वाल पछि अब माथि जालवा देवीको मन्दिर है ल यहाँबाट देखिन्छ हेर्दाखेरि योभन्दा अलिक यहाँबाट यति सुरु देखिन्छ यताको देखिनु जस गजबले देखिन्छ यो त्यहाँ खोलाबाट साथी आयो त्यहाँदेखि यहाँ घुमाउने यसरी सलक त घुमाएर अनि यसरी अरू काम दियोस् यो टावरदेखि त्यो टावरसम्म कति लामो छ अरे त्यहाँ गरेर हेरौँ त्यहाँ त्यो छेउमा गरेर ग्रेट वाल ढुङ्गाको बनिएको छ माथि हेलो गर्नु त हेलो ओके ठिक छ भइसक्यो किन सम्झिने
ढुङ्गा काटिराख्नु भएको हजुर केले काट्नुहुन्छ हतौडीले छिनाले हेर्नुहोस् छिना पनि छ सिनाले हो हजुर हतौडीले ट्याक्कै बनाउनुहुन्छ है हजुर ओके ल राम्रो सकिन्छ त मन्दिर बनाएर वैशाख जेठतिर पुरै खोलेर अब भित्रको काम पनि गर्दै पाएको भए चाहिँ साह्रै माथि गएको यो भित्रको काम रोकेको भएको कारणले गर्दा चाहिँ अलिकति टाइम लाग्छ मन्दिर चाहिँ भयङ्करै हुने भयो ए बबाले हो भयङ्कर हुन्छ है यस्तो खालको मन्दिर कहाँ कहाँ बनाएको छ काठमाडौँमा त चढ्नै हो अँ अब हामी अब काठमाडौँ जिल्लामै बनाउँछ ललितपुर चितुपुर भक्तपुर यता पनि माताले बनाउँछ सरहरूलाई उतापट्टि त झगन यहाँबाट कति आउँछ गाडी माथिसम्म आउँछ यहाँसम्म आउँछ नि नै तल यहाँ पुग्छ कि क्यामेरा हाल्नु अब त्यहाँबाट हिँड्दै अब गेट छिलेर खाने हो यसो चाहिँ उयो खाने केटाकेटी चाहिँ खान्छौँ कि हामी हो यो अलिकति दुःख हुन्छ बाक्लो खाने धुमधडक यो चाहिँ खाना निकाल्नु यसो यो चाहिँ अलिक टर्रो होला खाना हुन्छ यो पुल